म्याम एउटा प्रश्न जस्तो यो पछिल्लो समयमा जुन E7 भिजा जुन कार्यविधि 2080 थियो त्यसलाई चाहिँ उच्च अदालत पाटनले पनि सदर गरेको अवस्था छ। अब धेरैजनालाई नेपालमा हुनेलाई नि अन्यल छ, अब यहाँ हुनेलाई नि चासोको विषय हुने भयो। त्यो अबको प्रक्रिया चाहिँ के हुन्छ E7 जुन अहिले नेपालमा बिचमा जेनजी आन्दोलनपछि चाहिँ जुन बन्द भएको थियो फेरि अहिले फेरि उच्च अदालत पाटनले फेरि सदर गरेको छ, यो प्रक्रिया के हुन्छ? यो थोरै अब भाइले सोध्नु भएको, तपाईहरुलाई पनि सबैलाई जानकारी गराउँ। E9 भिसामा अलिकति चाप भइरहेको छ। E7 भिसाको कार्यविधि पनि आइसकेको छ, अदालतले पनि डिसिजन गर्यो भन्ने सुन्न आएको छ। के हुँदैछ अहिले भन्नुभयो हैन। तपाईहरुलाई म के जानकारी गराउँछु भने E7 भिसाको लागि दूतावास हामी तयारी हालतमा छौं। हामीले के डकुमेन्ट चाहिन्छ E7 भिसाको लागि, कसरी प्रोसेस गर्ने, डिमान्ड कसरी हाल्ने अथवा डिमान्डको लागि वैदेशिक रोजगार विभागमा पठाउनको लागि आइडी दिनुपर्ने सबै काम हामी रेडी गरेर बसेका छौं। हामीले वेबसाइटमा पनि त्यो सूचनाहरू हालिसकेका थियौं। तर अहिले लास्ट पछिल्लो अपडेटमा के भयो भने धेरै मुद्दाहरू परे। हाम्रो त्यही त हो नि, नेपालीहरूको बानी जे कुरामा पनि गएर नेगेटिभै रूपमा सोचेको छ, जे कुरा नेगेटिभ रूपमा सोचेको छ। अब यसले असर गर्ने भयो, अहिले यसले E9 चाहिँ खत्तम पार्ने भयो। त्यसकारणले गर्दा यो E7 बाट गर्नु हुँदैन। धेरै मान्छेहरूले 40-50 लाख मान्छे पैसाहरू लुटेको छ, म्यान पावरले पैसा धेरै लुटेको छ भन्ने कुराहरू धेरै मात्रामा उजुरी पर्यो। 8-10 वटा उजुरी अख्तियारमा गएछ। त्यसपछि अख्तियारमा धेरैमा हाम्रा श्रमका सचिवहरूलाई, अरूहरूलाई, वैदेशिक रोजगार विभागको डिजी साहबहरूलाई सबलाई अख्तियारले बोलायो। त्यसपछि के भन्यो भने अख्तियारले के सजेसन दियो भने यो E9 गर्ने हो भने E9 लाई नै अलिकति व्यवस्थित गर्नु पर्यो, नभए E7 लाई भिसा अथवा स्किल भिसा लान पर्ने भए पनि गभर्नमेन्टबाटै लाँदाखेरि राम्रो हुने र यसलाई चाहिँ असर नपर्ने गरी मिलाउनु र अहिलेलाई स्थगित गर्दाखेरि राम्रो हुने खालको उहाँले लेटर लेख्नुभयो। त्यो भइसकेपछि अहिले श्रम मन्त्रालयले स्थगन गर्यो भनेर नोटिस जारी गर्यो। वैदेशिक रोजगार विभागले नोटिस जारी गर्यो। त्यो नोटिसको विरुद्ध फेरि अब हाम्रो म्यान पावरका साथीहरू कोही गएर त्यसलाई नोटिसको विरुद्धमा अदालतमा हाल्नुभयो। अदालतले डिसिजन गर्यो कि त्यो स्थगन गरेको जुन सूचनालाई चाहिँ कार्यान्वयन नगराउनु भन्ने खालको जस्तो उनीहरूले सूचना जारी गर्यो। अब त्यो सूचना जारी गरिसकेपछि अहिले चाहिँ श्रम मन्त्रालयले त्यस्तै खालको सूचना जारी गरेको छ अनि परराष्ट्र मन्त्रालयलाई पठाएको छ। तर परराष्ट्र मन्त्रालयले खोल्नु अथवा यसले यो अदालतबाट यस्तो डिसिजन भएको छ भनेर हामीलाई चिठी पत्र आएको छैन। उहाँहरू पनि मैले बुझिरहँदाखेरि चाहिँ त्यहाँ कानुन शाखामा गइरहेको छ। कानुन शाखाबाट फेरि अलिकति कुराहरू कन्फ्युजन भएर त्यहाँ हामीले डिसिजन गरिरहेका छौँ, 1-2 दिनमा आउँछ भन्नुभएको छ। त्यो आइसकेपछि दूतावास चाहिँ हामी दिनको लागि E7 भिसामा ल्याउनको लागि हामी रेडी हालतमा छौँ। तर एउटै कुरा के हुनु भएन भने जसरी सिजनल भिसामा आउँदाखेरि मान्छेहरू यहाँ आउने, धेरै ठग्ने, तपाईहरु हुँ गएर बस्न पाउनुहुन्छ। 9 महिनाको लागि मात्रै होइन, तपाईहरु 2-3 वर्ष पनि बस्न पाउनुहुन्छ। तपाईहरु इलिगल रूपमा पनि त्यहाँ बसेर कमाउन सक्नुहुन्छ। यस्ता कुराहरू लगाइदिएर धेरै पैसा लुटेर अहिले अब यो सिजनल भिसा पनि बन्द गरेर 26 सम्म बन्द गरेको अवस्था जस्तो E7 नहोस् भन्नको लागि E7 लाई EPS प्रणालीमा जति पैसा लाग्छ त्यतिकै बराबरको पैसा कति लाग्यो तपाईहरुलाई EPS बराबरको 2 लाख जति बुझाउनु भयो। नेपाली 2 लाखमा तपाईहरु सुरुदेखिबाट आउने बेलासम्म 2 लाखमा तपाईहरुलाई भयो होला भने उसको प्रशासनिक खर्च भनेर अब अरु 1-2 लाख लाग्ला, तर 15 लाख 20 लाख त लाग्दैन नि हैन। त्यस्तो चाहिँ हुनु भएन भन्ने त्यो एउटा कन्सर्नको विषय हो। नभए यदि हामी एकदम फेयर रूपमा गर्ने हो भने, कानुनी रूपमा राम्रोसँग जाने हो भने E7 बाट आउनु पनि त्यतिकै राम्रो छ। किनभने एउटा स्किल सिकेको मान्छेहरू जति पनि यहाँ सिकेर नेपाल फर्किनु भएका मान्छेहरू पनि आउन सक्नुहुन्छ। E7 भिसाबाट आउँदाखेरि उहाँहरूको परिवार पनि ल्याउन पाइन्छ। E7 भिसामा आउँदाखेरि उहाँको सेक्युर पनि हुन्छ, आफ्नो स्किल जानेको हुन्छ। स्किल जानिसकेपछि औद्योगिक दुर्घटना जस्तो जोखिम पनि कम हुन्छ। त्यसकारणले गर्दा E7 भिसा नराम्रो आफैमा होइन। नेपालीहरूले ठग्ने प्रविधि रोक्यो भने यो राम्रो हो। दूतावासले यसलाई कुनै रोकेर बस्दैन र त्यस्तो राम्रो डिमान्ड आएको छ, कम्पनी राम्रो हो भने हामीले हेरेर हामी पठाउँछौँ। अहिले चाहिँ त्यतिकै भएर एउटा चिठीको हिसाबले राम्रो हामीलाई निर्देशन नआएको भएर हामीले